हेलो नमस्ते गाइज, म मिस्टर तामाङ र लासो ब्लगबाट आज हजुरहरूलाई म यहाँ हेटौँडाको सानो रानो प्राणी पोखरी है त देखाउँदैछु। मतलब पुष्पलाल स्मृति पार्क है त, पिस पार्क भन्छ क्या अहिले। यो चाहिँ हाम्रो स्कुल रोडको बाटो आउने लोकेसन है यो हजुरहरूलाई। स्कुल रोडको फान पोखराबाट डाइरेक्ट स्कुल रोडको बाटो, यो गेट भयो होइन। यता अघि मैले हजुरहरूलाई अगाडि देखाएँ, त्यो चाहिँ कान्ति राजपथ बाटो, त्यो सानो छिर्ने एउटा गल्ली छ होइन। ल म चाहिँ भित्र जाँदैछु है त, भित्र जाँदैछु, हजुरहरूलाई देखाउने छु आजको होइन के छ भित्र, के भइरहेको छ, कतिजना आउनु भएको छ होइन गर्मी चल्नको निम्ति हेर्न सक्नुहुनेछ। म भित्रको सबै चाहिँ भ्युजहरू हजुरहरूलाई देखाउने कोसिस गर्दैछु है त। र सम्पूर्णले मेरो यस लासो ब्लगलाई हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब त अवश्य गरिदिनु होला होइन, प्लिज सब्सक्राइब पनि गरिदिनु होला। र बेल आइकनमा अल बेल आइकनमा पनि क्लिक गरी अब मेरा यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि चाहिँ हजुरहरूले त्यो बेलकन अलमा ओके गरेर राख्न सक्नुहुनेछ है त। हेर्न सक्नुहुनेछ मान्छेको भिड छ होइन। वृद्ध अवस्थाका आमा बुवाहरूदेखि भर्खरका युवा अवस्थाका साथीभाइहरू पनि हुनुहुन्छ होइन। यहाँ निकै दिदीबहिनीहरू पनि हुनुहुन्छ, सिस्टर सबैजना हुनुहुन्छ होइन। यो चाहिँ हाम्रो पुष्पलाल जूको चाहिँ शहीद होइन मूर्ति एउटा एकदम राम्रो छ। त्यसलाई म अगाडिबाट हजुरहरूलाई एकछिनमा देखाउने नै छु होइन। म अहिले पछाडि पट्टि भएको भएर यतापट्टिको हजुर सम्पूर्ण भ्युज हजुरहरूलाई देखाएर एकदमै अहिले यो गर्मी छल्नको निम्ति चाहिँ तपाईँले यो गर्मी छल्नको निम्ति चाहिँ यहाँ आएर मजाले यसरी चाहिँ आफ्नो फ्यामिलीहरू सहित होइन, बोयफ्रेन्ड गर्लफ्रेन्ड होइन सम्पूर्ण चाहिँ आएर यहाँ आनन्दले चिसो वातावरणमा यहाँ बस्न सक्नुहुनेछ। यहाँ प्रज्यालयहरू पनि छ होइन ठाउँ ठाउँमा। त्यहाँ आएर आनन्दले गफ गरी भलाकुसारी गर्न सक्नुहुनेछ। हेर्न सक्नुहुनेछ यहाँ र बुद्धका मूर्ति पनि छ। सबै चिज चाहिँ समेटेर राखेको छ यो स्थानमा। यो चाहिँ हाम्रो परेवालाई दाना लिने ठाउँ है त।